हद भयो, हद अति भयो, अति भयो त खती हुन्छ भन्छन्, थाहा छैन खती चाहिँ कहिले हुन्छ। बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर रिट दायर गर्न सर्वोच्च पुगेको रवि लामिछानेको मुद्दालाई त्यहाँका एक न्यायाधीशले यो मुद्दाको बारेमा त मैले अध्ययनै गरेको छैन, यसको पृष्ठभूमि थाहा छैन भन्दै उनीहरूले मैले त हेर्न नमिल्ने भनेर अर्को पछि अर्को टेबलमा सार्दै लगेका छन्, हेर्दैमा राखिदिएका छन्। अब न्यायालय र न्यायाधीश कति राजनीतिबाट प्रभावित हुने गर्छन् भन्ने कुरा हामीले शङ्का गर्ने गर्छौँ, तर यसलाई पुष्टि गर्नका लागि पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको न्याय भन्ने पुस्तक पढिसकेपछि यसले छर्लङ्ग पारिदिन्छ। म राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यकर्ता पनि होइन, म झोले पनि होइन, एउटा साधारण सदस्य पनि होइन, यहाँहरूले प्रयोग गर्ने भाषा जस्तै अन्धभक्त पनि होइन। रवि लामिछाने मेरो बाबापट्टिको पनि होइन, आमापट्टिको पनि होइन भनेपछि ऊ मेरो काका पनि परेन, मामा पनि परेन, उसको सुरक्षा कवच बनेर उभिन जरुरी पनि छैन। तर त्यो व्यक्तिप्रति यो राज्यले साधेको प्रतिशोध, त्यो व्यक्तिप्रति गरिएको छलकपट र त्यो व्यक्तिप्रति भएको धोकाधडीप्रति म प्रष्ट छु। हिजो आफ्नो स्वार्थका लागि कुनै एउटा पत्रकारलाई मारे अनि मार्ने व्यक्ति त रवि लामिछाने हो भनेर मुद्दा दायर गरे र त्यसलाई जिन्दगीभर जेलमा सडाउने परपञ्च रचे, तर सबैको मनमा हरि हुँदैन भन्न सकिँदैन। केही त त्यस्ता पात्र हुन्छन् जसको मनमा हरि हुन्छ अनि उनीहरूले त्यो रवि लामिछानेलाई सफाई दिए। रवि लामिछानेले पत्रकार हुँदै गर्दा यस्तो काम गरे जुन पत्रकारहरू ईर्ष्या डाहा र जलनले जल्ने गरेका थिए। यसले त हिजो आएर आज हिरोपन्थी देखायो, यो त निकै माथि चढ्यो। अब यो माथि हामीले विभिन्न खालका आक्रमणहरू गर्नुपर्छ। उनीहरूले विभिन्न खालका प्रपञ्चहरू रचे, कहिले उसको परिवारसँग जोडिएका छन्, परिवारमा आक्रमण गरेका छन्, दाजुभाइ घर परिवारसँगको सम्बन्धलाई बाहिर ल्याएका छन्, आफ्नो श्रीमतीसँगको सम्बन्धलाई बाहिर ल्याएका छन्। एक रात पत्रकार हुँदै गर्दा पनि स्वयंले सुत्न पाएन रवि लामिछानेले, हरेक दिन मिडियामा आएर स्पष्टीकरण दिएको छ। तर जनताले तिमीले अब टेलिभिजनमा मात्र बसेर टेलिभिजनको पर्दाबाट हाम्रो आवाजलाई बुलन्द गरेर मात्र हुँदैन, त्यहीबाट मात्र हाम्रो समस्यालाई समाधान गरेर हुँदैन, हाम्रा समस्याहरू बृहत छन्, तिमी राजनीतिमा आउनुपर्छ, त्यसमा सहयोग हामी गर्छौँ। राजनीतिमा आएर संसद भवन छिर्नुपर्छ, त्यहाँ पुगेर ती भ्रष्ट नेताहरूको कानको जाली फुट्ने गरी कराउनुपर्छ। त्यति मात्र होइन, सक्छौ भने तिमी सत्तामा जानुपर्छ, मन्त्री बन्नुपर्छ भनिसकेपछि उनीहरूले त्यसै अनुसारले तयारी गरे, सहयोग गरे र सफल पनि भए। अब आफ्नो पत्रकार महासङ्घमा नजोडिएको, आफ्नो निर्देशनलाई नमानेको, आफूलाई गुरु भेटी नचढाएको भन्ने विभिन्न खालका ईर्ष्या डाहा र जलनले जलेका पत्रकारहरूको सङ्गठनले त्यो व्यक्तिलाई नागरिकता र पासपोर्टको केसमा फसाउने प्रपञ्च रच्यो। नागरिकता र पासपोर्ट दुरुपयोगका काण्डहरू यो देशमा भ्रष्ट बन्दै आएका चण्डाल पार्टीहरूमा 10% मान्छेहरू छन्। ईश्वरको अदालत पनि छ, त्यहाँ सबैको हिसाब किताब हुन्छ भन्छन्। हेरौँ, त्यसमा पनि विश्वास गरौँ। वर्षौँदेखि राजनीतिमा युवा नेताको रोटी सेकेर खाएकाहरूलाई के लाग्यो त भन्दा यो मान्छेले त हामीलाई धरापमा पार्यो, यो राजनीति भनेको हाम्रा लागि खाउँ भने दिनभरिको शिकार नखाउँ भने कान्छा बाउको अनुहार बनाइदियो। अब उनीहरूले पीडित पत्रकारहरूलाई गुहार्न थाले, पुलिस प्रशासनलाई गुहार्न थाले। पुलिस प्रशासनको काम कर्म कस्तो हुन्छ भन्ने कुरा यसको बारेमा धेरै चर्चा नगरौँ। पुलिस प्रशासनले त के गर्छ भने कुनै पनि वस्तुलाई रातोलाई कालो र कालो र रातो हो भन्न विवश बनाइदिन्छ। गल्ती आफूले गर्छ र त्यसको सम्पूर्ण भागीदार अर्को व्यक्तिको टाउकोमा थोपरिदिन्छ, कागजपत्र त्यसै अनुसारले पेश गरिदिन्छ। विभिन्न तिगडम गरे, अनेक तिगडम गरे अनि उसको सांसद पदलाई फुस्काइदिए, उसको मन्त्री पद पनि फुस्काइदिए। अब सकियो केटा, तेरो त यो राजनीतिबाट अलग भइस् भन्ने भयो। तर त्यो ठाउँमा फेरि उपचुनाव भयो। त्यो उपचुनावमा पहिलेको भन्दा पनि बढी भोट दिएर, अझ भन्दा नेपालकै सांसदहरूमा सबैभन्दा बढी भोट ल्याएर उसले आफ्नो नाम दर्ज गर्यो। मान्छेले त्यति धेरै विश्वास गरे। अब यो मान्छेलाई त हराउन सक्ने अवस्थै भएन, यसलाई कुनै ठुलो काण्डमा लगेर फसाइदिन पर्यो भनेर दुईटा सबभन्दा ठुला पार्टी मिलेर यो त सहकारी ठग हो। यति मात्र होइन, यो त यो देशकै बर्बादी हो। यो सम्पूर्ण नेपालीहरूलाई गरिब बनाउने मान्छे मस्या नै यही हो भन्ने खालको मुद्दा दायर गर्न पर्छ भनेर योजना बनाए। त्यस्तै खालको मुद्दा हाले। अहिले मुद्दा यति कमजोर छ कि जुनसुकै ठाउँमा गए पनि यदि निष्पक्ष न्यायाधीश र न्यायालयहरू हुन्थ्यो भने उसले कहिले न्याय पाउँथ्यो भनेर यो अदालतमा चलेको मुद्दाको विषयमा म बोले भने मलाई पनि कारबाहीको दायरामा ल्याउँछ। नीति नियम कानुन बनाउने यिनीहरूले हो, आफू अनुकूलको बनाउँछ। आफू प्रतिकूल हुने व्यक्तिलाई कुनै पनि ठाउँमा लगेर यिनीहरूले चाहिँ नियुक्ति दिँदैनन्, आफू अनुकूलकै व्यक्तिलाई नियुक्ति दिने गर्छ। कसैले भन्थे मसँग प्रमाणका ठेलीहरू छन्, देखाइदिउँ।
भन्थे यसरी पेपरहरू बजार्थे, थाहा छैन त्यो पेपर किराले खायो कि मुसाले खायो कि अथवा त्यहाँ लेखिएका शब्दहरू उडेर गए पत्तो छैन। अहिले उसको मुद्दा कति कृत्य हो भन्ने कुरा चाहिँ एक एक गरेर बाहिर आइरहेका छन्। जसको नाउँमा उसले जाहेरी दिएको हो, मुख्य जाहेरीकर्ता हो भनेर भनेको थियो, तिनीहरू म त होइन, मैले दिएको होइन, प्रहरी आफैले बनाएको भनेर उनीहरू भनिरहेका छन्। जसको 12 लाख बनेको थियो उसको 22 लाख बनाइदिएको छ। उच्च अदालतको फैसलालाई कि सदर गरिदिनु पर्यो कि बदर गरिदिनु पर्यो। हिजो पुरासैनी हत्या प्रकरणको जुन मुद्दा थियो त्यसरी नै त्यसलाई किनारा लगाइदिनु पर्यो। हिजो उसले नागरिकता दुरुपयोगको जुन मुद्दा थियो त्यसलाई चाहिँ किनारा लगाइदिनु पर्यो। यसलाई किनारा लगाउन चाहँदैनन् किनभने यसलाई रोक्नु छ, आदेश छ। सधैँ सबै मान्छे निराश भएर पनि हुँदैन। एक दिन आउँछ, बादल फाट्छ, घाम लाग्छ, अँध्यारो जान्छ र उज्यालो आउँछ। सबै मान्छेले काङ्ग्रेस, एमाले र माओवादीको झोला भिरिसकेका छैनन्, बाँकी छन्। ती बाँकी भएका मान्छेहरू विश्वस्त हुनु पर्यो। रवि लामिछाने भ्रष्टाचारी होइन, देशद्रोही होइन, मान्छे बेचेर पैसा आर्जन गर्ने व्यक्ति होइन, दलाल होइन, बिचौलिया होइन। जुन दिन विश्वास बन्छ त्यसपछि तपाईँहरूले चुक्ता तिर्नै पर्छ। नो बट, नो इफ।